गाइज वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ मेरो मिनी ब्लग चाहिँ बिहान सुरुवात हुँदैछ। सुरुवात चाहिँ के भयो भनेदेखि म चाहिँ आज अस्ति ससुराली गएको थियो अनि म चाहिँ हिजो आएँ, मेरो बुढी चाहिँ आज आउँछु भनेको छ। अनि म आउँदाखेरि चाहिँ यहाँ बेडसिटहरू यो तन्नाहरू केही पनि थिएन कि, यो सबै तन्नाहरू भर्खर मैले मिलाएको। हिजो चाहिँ मिलाउनु झ्याउ लाग्यो, त्यही भएर बिहान यो सबै मैले मिलाएको। टक्क पहिला फर्स्ट टाइम बिहान उठ्ने बेला मैले के गरेँ भनेदेखि बिहान उठेँ, खाना बनाएँ। यो खाना बनाउन, कपडा धुन, रुम मिलाउन, रुम साफ गर्न जस्तो चाहिँ मलाई केही पनि लाग्दैन क्या। घरिघरि चाहिँ सोद्धाखेरि यस्तो लाग्छ कि म चाहिँ बुढी हो, ऊ चाहिँ बुढा हो जस्तो खालको फिल आउँछ कि। त्यस्तो केही लाग्न, उसले पनि त हाम्रो लागि भन्दा आफ्नो आमा बुवा छोडेर आएको छैन, यतिको माया गरेर चाहिँ राख्नुपर्छ गाइज बुढीहरूलाई। यो जति पनि कपडा देखिरहेको छ यो सबै कपडा मैले धोएँ हो, मैले धोएँ। त्यहाँबाट यो तनासाना सबै मिलाएँ, त्यहाँबाट टक्क आलु पनि नुहाएँ होइन। खाना खान्छ एकछिनमा। यतिको माया चाहिँ देखाउनु पर्छ बुढीहरू होइन, यतिको माया गरेर राख्नुपर्छ केटा को बुढीले पनि माया गर्छ होइन। ल आजको भ्लग चाहिँ यति नै हो, यति हो मेरो आजको काम। फेरि पनि अरू भिडियो आउँदै गर्छ होइन। लाइक गर्नु, सेयर गर्नु, सपोर्ट गर्नु। ओके बाई बाई गाइज।